साथीहरू, हिन्दू सम्राट सेनाका कार्यकर्ताहरूले चाहिँ आज हर्क साम्पाङका समर्थकहरूलाई चाहिँ जानकी मन्दिरबाट लखेटेका छन्। यी भिडियोहरू हेर्नुस् त। आज चाहिँ हर्क साम्पाङको मधेस भ्रमणको क्रममा जानकी मन्दिर दर्शन गर्ने एउटा योजना बनेको थियो। त्यो योजना अनुसार चाहिँ हर्क साम्पाङ जानकी मन्दिर दर्शन गर्न आउने भन्ने थाहा पाएपछि उनका समर्थकहरू चाहिँ त्यहाँ उनलाई स्वागत गर्न आएका थिए। त्यही स्वागत गर्न आउने क्रममा हर्क साम्पाङ जिन्दाबाद भन्ने नारा लाग्ने बित्तिकै जनकपुरमा एउटा झडपको स्थिति भएको छ र हर्क साम्पाङ स्वयंले आफूले चाहिँ स्टाटस लेख्दै भ्रमणको कार्यक्रम स्थगित भएको भन्ने जानकारीमा आएको छ। हिजोका दिनमा भएका स्टाटस लेखाइहरू, इभन हर्क साम्पाङका आफ्नै स्टाटस लेखाइहरू, आर्यन राईका अभिव्यक्तिहरूले चाहिँ त्यस्तो खालको माहौल बन्यो जसले चाहिँ जातीय अथवा धार्मिक द्वन्द्व टाइपको एउटा माहौल बनेको छ। त्यो हुनु एकदमै उचित होइन। तर विगतले वर्तमानलाई कसरी पछ्याउँछ भन्ने कुराको एउटा ज्वलन्त उदाहरण चाहिँ आजको घटना हो भन्ने मलाई लाग्छ। साथीहरू, तपाईहरुलाई के लाग्छ? कमेन्ट गर्नु होला है त।